यो हनीकम्बिङ देखिएको भिडियोमा चाहिँ धेरैले अब यस्तो हनीकम्बिङको समस्या आउन नदिन के गर्ने र यदि अब आइहाल्यो भने चाहिँ त्यसलाई कसरी समाधान गर्न सकिन्छ भनेर प्रश्न सोध्नु भएको थियो। सुरुमा अब हनीकम्बिङ भनेको चाहिँ विशेष गरी अब गिट्टीहरूको साइज ठुलो भएर अथवा चाहिँ त्यहाँ राम्रोसँग ढलान गर्दा चाहिँ भाइब्रेसन नपुगेर चाहिँ ग्यापहरू देखिनु हो। र अब यस्तो हनीकम्बिङको समस्या नदेखिनको लागि चाहिँ ढलान भन्दा पहिला नै केही कुरामा ध्यान दिनुपर्ने हुन्छ। विशेष गरी अब ठुलो ठुलो गिट्टीको प्रयोग गर्दा पनि यस्तो समस्या चाहिँ धेरै नै देखिन्छ। त्यसैले अब यस्तो ढलान गर्दा चाहिँ सकेसम्म वेल ग्रेडेड सबै खालको गिट्टीहरू मिसिएको अथवा चाहिँ 20 mm डाउन खालको गिट्टीहरू प्रयोग गरियो भने चाहिँ धेरै ठुलो खालको गिट्टीहरू प्रयोग नगर्दा चाहिँ यसको समस्यामा चाहिँ केही कमी आउँछ। र त्यसैगरी अब जुन त्यो ढलानको मिक्सर बनाउँदा चाहिँ त्यहाँ अब धेरै ड्राई खालको नबनाएर ठिक्क खालको त्यहाँ वर्कबिलिटी पनि सजिलो हुने र अब त्यहाँ चाहिँ धेरै ड्राई भएर गिट्टीहरू नै छुट्टिने खालको यस्तो खालको पनि मसला बनाइएन भने चाहिँ त्यहाँ अब हनीकम्बिङको समस्या कम आउँछ। र अब सबैभन्दा धेरै ध्यान दिनुपर्ने र अब हनीकम्बिङ आउन नदिनको लागि चाहिँ जुन त्यो हामीले कङ्क्रिटहरू खन्याउँछौँ त्यसलाई चाहिँ राम्रोसँग भाइब्रेसन दिएर चाहिँ कम्प्याक्ट गर्नुपर्ने हुन्छ। यदि अब त्यहाँ चाहिँ प्रपरली कम्तीमा अब 15 सेकेन्डसम्म पनि भाइब्रेसन दिएन भने चाहिँ त्यहाँ अब गिट्टीहरूमा चाहिँ एयर ग्यापहरू हुन्छ, भोइडहरू हुन्छ, जसले गर्दा चाहिँ पछि अब त्यहाँ हनीकम्बिङको समस्या देखिन्छ। त्यसैले अब यो कङ्क्रिट खन्याउँदा चाहिँ अब त्यहाँ धेरै ठुलो हाइटबाट चाहिँ नखन्याउने, त्यस्तै अब प्रपरली त्यहाँ चाहिँ चाहिने जति समयसम्म भाइब्रेसन दियो भने चाहिँ यो हनीकम्बिङको समस्या आउँदैन। त्यसैगरी अब यो भाइब्रेसन दिँदा चाहिँ धेरै ओभर भाइब्रेसन भयो भने चाहिँ त्यहाँ अब फेरि ब्लिडिङ हुने समस्या देखिन सकिन्छ। र यो ब्लिडिङ भनेको चाहिँ माथिल्लो सर्फेसमा चाहिँ पानीहरू तैरिने, यस्तोलाई चाहिँ ब्लिडिङ भनिन्छ। यस्तो पनि नहुने गरी प्रपरली ठिक्क समयसम्म मात्र कम्प्याक्सन गरियो भने चाहिँ हनीकम्बिङको समस्या पनि देखिँदैन। र अब यो भाइब्रेसन गर्नको लागि चाहिँ हामीले निडल भाइब्रेटर प्रयोग गर्न सक्छौँ र त्यो पनि अब लेयर बाई लेयर त्यसलाई चाहिँ करिब अब 30 सेन्टिमिटरको लेयर बाई लेयर कम्प्याक्ट गर्दै गयौँ भने चाहिँ यस्तो हनीकम्बिङको समस्या देखिँदैन। र त्यसैगरी अब त्यहाँ चाहिँ फर्मा लगाउँदा नै राम्रोसँग त्यहाँ डस्टहरू हटाएर त्यस्तै अब त्यहाँ चाहिँ राम्रोसँग तेल अथवा अन्य यो तारपिन तेलहरू लगाइयो भने चाहिँ पछि अब निकाल्न पनि सजिलो हुन्छ, त्यसमा कङ्क्रिट टाँसिने समस्या देखिँदैन र फाइन फिनिसिङ पनि देखिन्छ। र अब यो त भयो ढलान गर्नुभन्दा पहिला ध्यान दिनुपर्ने कुरा। तर अब ढलान गरिसकेपछि त्यहाँ हनीकम्बिङ देखिएको छ भने के गर्ने त? यदि अब हनीकम्बिङ चाहिँ एकदमै ठुलो मात्रामा छ, त्यहाँ चाहिँ अब भित्रैसम्म गिट्टीहरू मात्र देखिएको छ, अझ कतै कतै चाहिँ छड नै देखिएको छ भने त्यस्तो बेलामा चाहिँ कुनै पनि खालको कम्प्रोमाइज गर्न सकिँदैन। त्यसलाई चाहिँ अब फेरि भत्काएर फेरि राम्रोसँग निर्माण गर्नुपर्ने हुन्छ। तर अब सर्फेसमा मात्र माइनर खालको हनीकम्बिङहरू देखिएको छ भने चाहिँ त्यस्तोमा अब हामीले प्रेसर ग्राउटिङ अथवा चाहिँ सिमेन्ट स्लरीले राम्रोसँग त्यो सानो सानो ग्यापहरूलाई चाहिँ फिल गर्न सकिन्छ। त्यसैले अब यो माइनर खालको अथवा सर्फेसहरूमा मात्र देखिएको छ भने चाहिँ यसरी समाधान गर्न सकिन्छ। तर अब त्यहाँ चाहिँ धेरै ठुलो खालको हनीकम्बिङ छ अथवा एग्रिगेट बीच चाहिँ धेरै ग्यापहरू छ भने चाहिँ त्यस्तो बेला अब जुन 3-4 तलाको लोडहरू त्यसले फुटिङमा ट्रान्सफर गर्नुपर्ने हुन्छ, त्यस्तोलाई चाहिँ हामीले नेग्लेक्ट गर्नु हुँदैन।